यो वर्ष मेहनत गरेका किसानहरूले उत्पादन गरेको दूध सरकारलाई बेच्दा पैसा नतिर्या कसले? बजारको 75 सालमा लेखेको चिज छ, बजारको ग्यारेन्टी गरिन्छ। यसपटकको बुदा नम्बर 16 मा कृषिमल कति वर्ष भयो कृषिमल कारखाना खोल्ने भने 80-81 मा त लेखेको थियो त। मैले निरज त्यतिकै भने हो। हाम्रो दलको छ नि त त्यहाँ कर्मचारी संगठनमा राजनीति गरेर दलीय स्वार्थका लागि अल्छी र क्षमता नभएका कर्मचारीलाई भने जस्तो ठाउँ दिइन्छ, लेखा भए हुन्थ्यो नि त। गरे त त्यही छ, गर्न नसक्ने काम र नगरे काम लेख्ने नीतिमा हाल्ने, अनि गरे काम नलेख्ने पो रहेछ। गरे चाहिँ के छ त है त, नयाँ दल यहाँ लेखा भए हुन्थ्यो नि मजासँग। नयाँ दलहरूमाथि राजनीतिक प्रतिस्रोत साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ, लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो त्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ, लेखा भए हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र ब्याङ्क त हजुर काङ्ग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। द्वितपत्र बोर्ड एमालेले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो, फलानु देशको राजदूत। यो दलीयकरणलाई निरन्तरता दिइन्छ, लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरू, त्यहाँको कलेजहरू, त्यहाँको खानेपानीहरू आफ्ना दलका कार्यकर्तालाई अपुङ्गी त्यहाँ नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइया छ सदनलाई, निरस छ सदन। गरे काम त गर्ने काम र बना नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो, अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। भ्यू टावर मजासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले बताउनु पर्ने यो अहिलेको